जब तपाईँले युट्युब च्यानल खोल्नुहुन्छ तब तपाईँलाई आइडिया हुँदैन कस्तो भिडियो हालौँ, त्यो निस के हो भन्ने कुरा आफूलाई आइडिया हुँदैन क्या राम्रोसँग। तर पनि हामीले केही न केही पोस्ट गरिन्छ, अब सकेसम्म बेटर गर्ने तरिकाले पोस्ट गरिन्छ, तर पनि हुँदैन त्यो अनुसारले हामीले एडिट गर्न पनि सकिँदैन। तर पनि हाम्रो जिरो भ्यू जिरो सब्सक्राइबर जिरो लाइक हुन्छ। अनि त्यसैमाथि पनि हामीले जो पहिला चोटिमा आएर त्यहाँ सब्सक्राइब गर्छन् नि हाम्रो च्यानल, ती अन्जान मान्छे हामीलाई थाहा हुँदैन ती को हुन्, तर बेस्ट हामीलाई एकदम जग बसाल्न मद्दत गर्ने चाहिँ तिनी हुन् कि। अनि एक जसले सुरुमा सब्सक्राइब गर्छ अनि त्यहाँ पछि अर्दै 10 20 100 400 500 1000सम्म हुन्छ नि। बल्ल जब हाम्रो सब्सक्राइब पनि 1000 पुग्छ अनि त्यसपछि बल्ल मान्छेले पनि अनि बल्ल यसको अलि बेसी केही राम्रो छ होला भिडियो भनेर बल्ल मान्छेले हेर्छ के। 1000 सब्सक्राइबर नपुगेसम्म त मान्छेले जज गर्छ, यस्तोले त के हाल्यो होला, यसको कन्टेन्ट के होला र भनेर अरूले नि जज गर्छ, हामीले नि अब अरूको यो त जज गरिन्छ होला, जज गरिन्छ। त्यही हो।